वातावरण प्रदूषण गाउँघर पानी छैन मुख धुनलाई दलित टोलामा महिला दलित उत्थान बाँच्छन् नयाँ नेपालमा स्वच्छ पानी छैन नि यहाँतिर वातावरण प्रदूषण गाउँघर महिना दिनको बच्चा छोडी आमा पानी गइन् 2 घण्टा टाढा पुग्दा बच्चा छटपटाइन् स्वच्छ पानी छैन नि यहाँतिर वातावरण प्रदूषण गाउँघर शिक्षा स्वास्थ्य रोजगार भन्छन् 21औं शताब्दी गाग्रेभरि पानी छैन महिलाकी आपत्ति स्वच्छ पानी छैन नि यहाँतिर वातावरण प्रदूषण गाउँघर ग्रामीण जसरोत पानी दिए गाउँमा सबै खुसी नियमित बचत गर्दै छन् सबै हाँसी खुसी स्वच्छ पानी छैन नि यहाँतिर वातावरण प्रदूषण गाउँघर विगत हो ठाउँ यसमा शान्ति भइजाऊ नेपाल देशमा 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 हामी सबै मिलिजुली 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 बनाऊ यसमा शान्ति भइजाऊ नेपाल देशमा बनाऊ यसमा शान्ति भइजाऊ नेपाल देशमा शान्ति भइजाऊ नेपाल देशमा शान्ति भइजाऊ नेपाल देशमा बनाऊ यसमा शान्ति भइजाऊ नेपाल देशमा 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 किन होला सागर क्षेत्र 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 बिजुली आए रे यसमा शान्ति भइजाऊ नेपाल देशमा शान्ति भइजाऊ नेपाल देशमा बिजुली आए रे यसमा शान्ति भइजाऊ नेपाल देशमा शान्ति भइजाऊ नेपाल देशमा गरिबको सेवा गर्नु 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 गरिबको